नमस्कार। धार्मिक आस्था युट्युब च्यानल हेरेर बसिराख्नुभएका समस्त भक्तजनहरूलाई म स्वागत गर्न चाहन्छु धार्मिक आस्था युट्युब च्यानलमा। सदाझैँ आज पनि हामी साप्ताहिक राशिफल लिएर हजुरहरूका समक्ष उपस्थित भइसकेका छौँ। यो हप्ता तपाईको समय ग्रह गोचरहरू कहाँ गरिरहेका छन् त आउनुहोस् जानौँ फाल्गुन 28 गतेदेखि चैत्र 4 गतेसम्मको राशिफल। आउनुहोस् सुरु गरौँ। मेष राशि भएका व्यक्तिहरूको यो हप्ता अत्यन्तै उत्साहजनक रहनेछ। नयाँ योजनाहरूले अघि बढ्नेछन् भने विशेष गरी करियरको क्षेत्रमा उन्नति हुनेछ। स्वास्थ्य सम्बन्धी कुरा गर्दा माइग्रेन अथवा मानसिक तनावका समस्याहरू रहन सक्लान्। योग ध्यान र सात्विक भोजनमा ध्यान दिनुहोस्। प्रेम जीवनको कुरो गर्दाखेरि प्रेम जीवन सन्तोषजनक देखिने किसिमको देखिएको छ भने जीवन साथीसँग समय बिताउनु भयो सम्बन्ध अझै मजबुत हुँदै जानेछन् भने वित्तीय पक्षको कुरो गर्दा आर्थिक पक्ष सन्तुलन रहनेछ। ऋण लिने वा दिने बेलामा होसियार हुनुहोस्। करियर क्षेत्रमा पनि राम्रो उपलब्धि रहेको छ भने पारिवारिक वातावरण पनि सुखद रहनेछ। मङ्गलबार हनुमान चालिसाको पाठ गर्नुहोस् र रातो कपडा लगाउनुहोस्, शुभ हुनेछ। वृष राशि भएका व्यक्तिहरूको कुरो गर्नुपर्दा व्यावसायिक र व्यक्तिगत जीवनमा नयाँ अवसरहरू प्राप्त हुन सक्लान्। त्यसै गरी जीवनशैली परिवर्तन गर्ने प्रेरणा मिल्न सक्ला। पाचन सम्बन्धी समस्याहरू आउन सक्दा त्यसैले पानी पर्याप्त मात्रामा पिउनुहोस्। प्रेम जीवनको कुरो गर्नुपर्दा सम्बन्धमा नयाँ ऊर्जाको अनुभव हुनेछन् भने विवाहितहरूका लागि अनुकूल समय रहेको छ। आर्थिक क्षेत्रमा सुधार आउने किसिमको समय रहेको छ भने अनावश्यक खर्चबाट भने जोगिनु पर्ने हुन्छ। पारिवारिक जीवनमा मेलमिलाप बढ्नेछ। शुक्रबार माता लक्ष्मीको व्रत गर्नुहोस्, लाभदायी हुनेछ र सेतो वस्त्र धारण गर्नुहोस्। वृष राशि भएका व्यक्तिहरूको लागि। मिथुन राशि भएका व्यक्तिहरूको पुराना योजनाहरू सफल हुने समय आएको छ भने जीवनशैली परिवर्तन हुने प्रेरणा मिल्न सक्छ। जीवनमा नयाँ अवसरहरू आउन सक्लान्। स्वास्थ्य सम्बन्धी कुरो गर्दा एलर्जी वा घाँटी सम्बन्धी समस्या हुन सक्छ। प्रेम सम्बन्धको कुरो गर्नुपर्दा प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। खर्चमा सन्तुलन राख्न आवश्यक देखिन्छ भने करियर क्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ। परिवार जीवनमा भने सन्तुलनको आवश्यकता देखिन्छ। बुधबारका दिन हरियो कपडा लगाउनुहोस्। बुध ग्रहका शान्तिका लागि गणेशको पूजन गर्नुहोस्, अत्यन्तै शुभ देखिन्छ। मिथुन राशि भएका व्यक्तिहरूको लागि। कर्कट राशि भएका व्यक्तिहरूको लागि समय सकारात्मक परिवर्तन ल्याउने खालको देखिन्छ। काममा तपाईँको परिश्रमको मूल्य बढ्नेछ। नयाँ अवसरहरू हात पार्ने समय आउनेछन् भने पारिवारिक जीवनमा राम्रो समन्वय हुनेछ। तपाईँको सामाजिक जीवन सक्रिय रहनेछ भने आर्थिक हिसाबले पनि केही राम्रो सङ्केतहरू देखिएको छ। प्रेम जीवनमा तपाईँ र तपाईँको पार्टनर बीचको सम्बन्ध अत्यन्तै समर्पण र साझेदारीहरू बढ्ने किसिमको देखिएको छ भने यस समय तपाईँले स्वास्थ्य राम्रो रहनेछ तर हौसला र मानसिक शान्ति बनाएर राख्नु महत्त्वपूर्ण देखिन्छ। कर्कट राशि भएका व्यक्तिहरूको लागि। सिंह राशि भएका व्यक्तिहरूको कुरो गर्नु पर्दाखेरि यो समय अलिकति चुनौतीपूर्ण र सङ्घर्षपूर्ण समय रहेको छ भने कार्यक्षेत्रमा तपाईँहरूलाई थुप्रै समस्याहरू रुकावटहरूको सामना गर्नुपर्ने देखिन्छ। तर पनि दृढ सङ्कल्प गरेर अगाडि बढ्नुहोस्, अवश्य सफलता प्राप्त होला। आर्थिक मामिला पनि केही कठिन समय देखिएको छ। खर्चहरू अत्यन्तै धेरै बढेर जानेछन्, त्यसैले खर्च गर्ने बेलामा विचार पुर्याउनु होला। प्रेम जीवन पनि अत्यन्तै उथलपुथलको समय देखिएको छ। पार्टनरसँग वैचारिक मतभेदहरू हुन सक्छन्, त्यसैले विशेष होस पुर्याउनु होला। मानसिक चिन्ताका अवसरहरू अथवा मानसिक चिन्ताहरू हुन सक्छन्, त्यसैले विशेष ध्यान पुर्याउनु होला। सिंह राशि भएका व्यक्तिहरूको लागि। कन्या राशि भएका व्यक्तिहरूको लागि यो समय उत्कृष्ट किसिमको देखिएको छ। तपाईँहरूको पेसागत जीवनमा सुधार र प्रगति हुनेछ। आर्थिक रूपले पनि केही राम्रा अवसरहरू उत्पन्नहरू हुन सक्लान्। तपाईँको मेहनतको परिश्रमको जुन फल तपाईँले प्राप्त गर्नुहुनेछ। पारिवारिक जीवनमा पनि सुखद हुनेछ। तपाईँले आफ्ना प्रियजनहरूसँग राम्रो समय बिताउन सक्नुहुनेछ। प्रेम जीवनमा पनि तपाईँ र पार्टनर बीचको सम्बन्ध थप गहिरो त्यसैगरी समझदारीपूर्ण बन्नेछ।
स्वास्थ्यमा ध्यान दिनुपर्छ। काममा अत्यन्तै व्यस्त रहने भएकाले अलिकति स्वास्थ्यको पनि विचार गर्नुपर्ने हुन्छ कन्या राशि भएका व्यक्तिहरूको लागि। तुला राशि भएका व्यक्तिहरूको कुरो गर्नु पर्दाखेरि तपाईहरूको आत्मविश्वास बढ्ने किसिमको समय रहेको छ। काममा राम्रो प्रगति हुनेछ। निन्द्रा सम्बन्धी समस्याहरू देखिन सक्छ। प्रेम सम्बन्धको कुरो गर्नु पर्दाखेरि युवा वर्गहरूलाई प्रेम प्रस्तावहरू आउन सक्छन्। विवाहका जीवनमा बाँधिने समय देखिएको छ। आर्थिक पक्षहरू मजबुत रहनेछन् तर अनावश्यक खर्चबाट जोगिनुहोला। परिवारका सदस्यसँग राम्रो समय रहेको छ। शुक्रबार सेतो फुल चढाउनुहोस्, दान पुण्य गर्नुहोस्। अत्यन्तै लाभदायक समय देखिएको छ तुला राशि भएका व्यक्तिहरूको लागि। वृश्चिक राशि भएका व्यक्तिहरूको कुरो गर्नु पर्दाखेरि काममा लगनशील बन्ने समय आएको छ। अप्ठ्यारो परिस्थितिमा पनि धैर्य राख्नुहोस्। मांसपेशीहरू दुख्ने समस्याहरू आउन सक्छ। योग र व्यायामहरू गर्नुहोस्। प्रेम सम्बन्धको कुरा गर्दा प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। एकल व्यक्तिहरूका लागि नयाँ प्रेमका सम्भावनाहरू देखिएका छन्। आर्थिक लाभका अवसरहरू मिल्नेछन्। नयाँ जागिर वा व्यापार विस्तारको सङ्केत देखिएको छ भने परिवारमा सुखको वृद्धि हुनेछ। मङ्गलबार र शनिबार बजरङ्गी बली भगवानको पूजा गर्नुहोस् र रातो कपडा लगाउनुहोस्। शुभ देखिएको छ वृश्चिक राशि भएका व्यक्तिहरूको लागि। धनु राशि भएका व्यक्तिहरूको कुरो गर्नु पर्दाखेरि नयाँ यात्रा अथवा महत्त्वपूर्ण निर्णय लिन सक्ने समय देखिएको छ। स्वास्थ्य सम्बन्धी कुरो गर्नुपर्दा जोर्नी दुख्ने अथवा कम्मर दुख्ने समस्याले सताउन सक्ला। प्रेम सम्बन्धको कुरो गर्नुपर्दा सम्बन्धमा नयाँपनहरू आउनेछन् अथवा गरेका प्रेम सम्बन्धहरू सफल हुनेछन्। नयाँ लगानी गर्न सकिने समय देखिएको छ भने काममा परिश्रम मेहनत अनुसारको फल मिल्नेछ। बिहिबार पिपलको वृक्षमा गएर जल अर्पण गर्नुहोस्। अत्यन्तै शुभ हुनेछ धनु राशि भएका व्यक्तिहरूको लागि। मकर राशि भएका व्यक्तिहरूको कुरो गर्नुपर्दा नयाँ अवसरहरू आउनेछन् तर सचेत भएर मात्र निर्णय लिनुहोस्। स्वास्थ्य सम्बन्धी कुरो गर्दा छाला सम्बन्धी समस्याले सताउन सक्ला। प्रेम सम्बन्धमा स्थिरताहरू आउन सक्नेछन्। वैचारिक मतभेदहरू हुनेछन्। वित्तीय पक्षको कुरा गर्दा आर्थिक रूपमा सन्तुलन रहेको छ भने काममा सफलताहरू मिल्नेछन्। पारिवारिक स्नेह बढ्नेछ भने शनिबारका दिन काला वस्तु अथवा कालो तिल दान गर्नु अत्यन्तै राम्रो हुनेछ मकर राशि भएका व्यक्तिहरूको लागि। कुम्भ राशि भएका व्यक्तिहरूको कुरो गर्नु पर्दाखेरि रचनात्मक कार्यमा सफलता मिल्नेछ। स्वास्थ्य सम्बन्धी कुरो गर्नुपर्दा घाँटी अथवा गला सम्बन्धी समस्याहरू हुन सक्छन्। प्रेम सम्बन्धको कुरो गर्दा सम्बन्धमा सन्तुलन राख्न जरुरत देखिएको छ। नयाँ स्रोतहरूबाट आर्थिक लाभ मिल्नेछ। काममा सफलता मिल्नेछ। नयाँ अवसरहरू आउन सक्लान् भने पारिवारिक जीवनको कुरो गर्नु पर्दाखेरि परिवारका सदस्यसँग सम्बन्धहरू सुधार गर्ने प्रयास गर्नुहोस्। शनिबार कालो वस्त्र दान गर्नुहोस्। अत्यन्तै राम्रो हुनेछ कुम्भ राशि भएका व्यक्तिहरूको लागि। मीन राशि भएका व्यक्तिहरूको नयाँ अवसरहरूको सृजना हुने समय देखिएको छ तर ध्यानपूर्वक निर्णयहरू लिनुपर्ने हुनेछ। अत्यन्त धेरै तनावका कारणले गर्दा निन्द्रामा समस्याहरू आउन सक्ला। स्वास्थ्य सम्बन्धी कुरो गर्नुपर्दा प्रेम जीवनमा सुधार गर्ने प्रयास गर्नुहोस्। वित्तीय जीवनमा धन लाभको सङ्केत देखिएको छ। करियर क्षेत्रमा काममा सफलता मिल्नेछ। परिवारमा पारिवारिक वातावरणहरू सुखद रहनेछन् भने बिहिबारको व्रत गर्नुहोस् र बृहस्पतिलाई अर्घ दिनुहोस्। अत्यन्तै शुभ हुनेछ मीन राशि भएका व्यक्तिहरूको लागि। हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो त सुझाव सल्लाह अनि प्रतिक्रियाका निमित्त तलका कमेन्ट बक्समा गएर कमेन्ट गर्नुहोस्। केही जिज्ञासाहरू छन् भने पनि कमेन्ट बक्समा गएर कमेन्ट गर्न सक्नुहुनेछ। राशिफलले जे जस्तो बताए तापनि आफ्नो मन र वचनद्वारा कर्ममा अगाडि बस्नुहोस्। सत्यताका मार्गबाट अगाडि बढ्नुहोस्। अवश्यमेव सफलता तपाईको हात पर्नेछ भन्दै यस्तै राशिफलका भिडियोहरू 18 पुराणका भिडियोहरू अनि प्रत्यक्ष प्रसारणका निमित्त धार्मिक अनुष्ठान ज्ञान यज्ञहरूका भिडियो हेर्नेका निमित्त आज नै हाम्रो च्यानललाई सब्स्क्राइब गरेर बेल आइकनलाई दबाउनुहोस् र आजै हाम्रो च्यानलमा जोडिनुहोस्।
हजुरहरूलाई भगवान श्री पशुपतिनाथले सदैव कल्याण गरून् भन्दै म यहाँबाट बिदा हुन चाहन्छु। हस्त सबैलाई जय श्री राधे।